म एउटा केटा हो, त्यही भएर सङ्घर्ष गरिरहेको। कसैले पनि आज भोलि केटाहरू कहाँ छन्, सबै आफ्नो चिलमा छन्। तर भेटेपछि आइज साथी कहाँ छस् आज भोलि, सन्चै आरामै छस् होला। तर गाउँहरूले सोध्छन् तेरो छोरा कहाँ गइरहेछ, बसेछ खाडीको मुलुकमा पसिना र घाम सहिरहेछ पैसाको लागि। सबै चाहनाहरू पुरा गर्दैछु म सबैलाई हेर्दैछु म। केटाहरूले फोन गर्छस् आज भोलि सन्चै आरामै छस् भने खबर सोध्छन्, त्यही पनि मलाई बाल लाग्दैन कहाँ कहाँ छन्। म आफ्नै धुनमा हुन्छु, गाँजा र धतुरो मैले खाँदिनँ आज भोलि। म जाने सिधा सिम्पल भएर हिँड्छु, गाउँतिर समाजहरूलाई नमस्कार गर्दै हिँड्छु। यही हो मेरो चाहना। बाबुआमाले संस्कार दिएको पनि म धेरै नै पढे छैन, त्यही पनि 2-4 क्लास पढेर यहाँसम्म आइपुगे आफ्नो मेहनत गर्न पैसा कमाउन। त्यही पनि साउले मलाई भन्छ राम्रो सिक तेरो शिक्षाहरू सिक भनेर म आएको छु यहाँ देशमा, खाडीको मुलुकमा। नमस्कार।